ल यहाँ गुगल म्यापले त यस्तो ठाउँमा ल्याउनु चाहिँ नि ठिक छ तपाईँको बनाए यहाँ सबैको बनाइरहेको छु मेरो पनि छ ल हाम्रो चाहिँ यस्तो जङ्गलमा आइयो यार के छ स्थिति भाइ हामी ठिक छौँ नि ठिक छ हामी म त अगाडि गर्नुपर्छ भनेर सोचेँ तपाईँ अगाडि पनि बनाएको छ त खोला तर्नलाई के टेन्सन मान्नु भयो त्यत्रो नदी गरे मान्छेले खोला तरेर टेन्सन मान्ने हो यो त हेर्नु हामी चाहिँ यहाँ पुरा हामी भलगर भइरहेछौँ आजभोलि यहाँबाट जाने हो यहीँबाट झरौँ न के छ र म झर्छु है पहिला तल गएर अनि देखाउनु देखाउनु कता भयो खोला छ तपाईँ यता यता जानु भाइ झर्नु है बिस्तारै यहाँ हामी एकदम ठुलो यहाँ यस्तो ढुङ्गा ढाँड छ नि यार सर बनाउने हो कि हामी झरिसक्यौँ ल बनाइरहेको छ क्या ए आउनु आउनु ल के पहिरो गइसक्यो टोलीबाट देखिन्न नि यार कता भयो ल के छ ल के छ भन आइसकेको अवस्था छ यहाँसम्म अझै यहाँबाट अर्को स्टेप पनि छ हाम्रो बाटो चाहिँ त्यो पनि अलि गाह्रै छ अनि हामीले यसको सामना गरिरहेको छौँ सुर्ती सकेर बोले जस्तो देखिएको छ सुर्ती ल हामी झरिरहेछौँ नि त तलतिर झरिरहेको छौँ तर हामीलाई बाटो थाहा छैन गुगल म्यापले यही देखाइरहेको छ अब हेर्नुहोस् गाइजहरू यस्तो ठाउँमा आउने बेला गुगल म्यापको खासै भर्न पर्दा गुगल हुन्छ म्यापको भर्न पर्नु होला हामीलाई यस्तो ठाउँमा ल्याइसक्यो गुगल म्यापले अगाडि पनि देखाइदिनु बाटो छैन अब हामी बाटो बनाउँदै जाँदैछौँ बाटो त अगाडि त यस्तो छ भिडियो भइरहेको छ एउटा कुरा भन्न लाग्थेँ के हामी यस्तो जङ्गलमा छिरिरहेको छ छिरेको देखाउनु न अनि हामीलाई छिरेको देखाउनु न यता देखाइ पछाडि गर्नु न अब ए यसरी हामी यहाँबाट छिर्दैछौँ आज कता हो कता थाहा छैन हामी यहाँ जङ्गलमा चाहिँ एकदम अलमल्ले जस्तो छ ठाउँ बाटो बिरा जस्तो छ जङ्गलमा मङ्गल गरे जस्तो भएको छ तर एकचोटि चाहिँ तर त्यो दाइको जस्तो जुत्ताले त ठिकै हुन्थ्यो उस गर्न क्या हाइकिङहरू अलि जानु हाम्रो यस्तो त अलिक गाह्रै हुन्छ यसले त अलिक खुट्टा दुख्छ धेरै त्यस्तो ल आउनुहोस् सर भोलि हामी बिरामी भयो भनेर हामी तिनजना छुट्टी बस्नु त होला हेर्नु यता के छ यस्तो ठाउँमा आइरहेको छ यार यहाँ यसो हेरौँ न तपाईँको टाउकोले हामी देखेकै छैन किन देखिनु भएन त ठ्याक्कै तपाईँको पछाडि भयो नि त हामी ल भन्नुहोस् अब के भन्नु मन छ कति स्टेप अब अहिले मैले भन्दा नि अब यस्तो भाइले भन्नुहुन्छ त के भन्नुहुन्छ कतिको के भएको छ कतिको के भएको छैन अब हामी जानुपर्ने ठाउँ त्यो पर हो खासमा पारी पारी हाम्रो गाडी त्यहाँ छ खास हामी जानुपर्ने त्यहाँ हो तर हामी चाहिँ यो गुगल म्यापले हामीलाई कता कता ल्याएर थाहा भएन ल भाइ के भन्नु छ अब के भन्ने अब यस्तो अप्ठ्यारो बाटोबाट आइयो एकदमै रमाइलो भइरहेछ रमाइलो छ त रमाइलो भएको हाइकिङ भइरहेछ अलिकति एक्सर्साइज पनि भइरहेछ भइरहेछ अब ठ्याक्कै अगाडि चाहिँ हाम्रो खोला छ खोला छ अब त्यो खोला तर्नुपर्छ अनि अब त्यही हो अब गाडी नजिक पुग्न लाग्यो अनि त्यहाँबाट चाहिँ हामी अझ अफरोड गरेर
अनि त्यहाँको पनि हामी दृश्य देखाउनेछौँ। देखाउँछौँ। अनि एकदमै गाह्रो छ बाटो पनि, यो बाटो पनि गाह्रो छ, तर गाडीको बाटो पनि गाह्रो छ। एकदमै अफरोड, एकदमै डट रोड अफरोड मा चाहिँ हामी एकदमै गाह्रोको सामना गर्दै यहाँसम्म पुगेको छ। अब चाहिँ अगाडि चाहिँ खोला छ, त्यो खोला चाहिँ कसरी तर्ने भन्ने हाम्रो योजना छ। हाम्रो योजना बनाइरहेछौँ। कसरी तर्ने मलाई मनमा चाहिँ बाटो पनि एकदमै गाह्रो छ। त्यही हो, अब नेक्स्ट भन्दा पनि अब योभन्दा अगाडि चाहिँ हामी अब देखाउनेछौँ। ल आऊ है टोलीहरू। हामी चाहिँ यस्तो यस्तो यो घना जङ्गलको बिचमा यो के हो यस्तो यस्तो छलेर हेर्नुहोस्, यस्तो यस्तो पार गर्दै हामी आइरहेका छौँ। दुःख कष्ट हामी एकातिर तर रमाइलो एकातिर छ। एकातिर रमाइलो पनि छ। अब हेर्नुहोस् यहाँ झरना आएको चिज अब यो कसरी पार गर्ने भन्ने हो। गुगल म्यापले के देखायो, हामी यहाँ झरना हुनेसम्म आइपुग्यौँ। अब यसलाई अब कसरी पार गर्ने भन्ने अब टाउ दुखाइलो हुन्छ भन्ने भयो। उतै गएर अलिक फोटो खिचौँ न। यहाँबाट जाउँ, म यहाँबाट